मिनासान कोन्निचिवा दोरा सेन्सेई देश। आज हामी यस भिडियोमा मिन्ना नो निहोंगो लेसन 26 को भोक्याबुलरी पढ्नेछौँ। इन्फोसम्म आइपुग्नु भएकोमा तपाईलाई बधाई पनि छ। सा हाजिमे मासेउ। सबभन्दा सुरुमा यहाँ मैले भोक्याबुलरी लेसन 26 भनेर राखेको छु कि यतापट्टि जापानिज वर्डहरू दिएको छु र त्यसको यतापट्टि नेपाली मिनिङ के हो त भनेर राखेको छु। ल आउनु सँगै सुरु गरौँ। म जापानिज प्रोनाउन्सिएसन गर्छु, तीनचोटि गर्छु, तपाईहरुले पनि म सँगसँगै प्रोनाउन्सिएसन गर्नु होला ताकि तपाईको भोकल पनि खुलोस् र तपाईहरुले यसलाई चाहिँ लेख्दै टिप्दै पनि जानु होला है। पछि याद गर्नको लागि पनि सजिलो हुन्छ र हामीले जति धेरै भोक्याबुलरीहरू याद गर्छौँ त्यति नै हामीलाई अब आउने दिनहरूमा इन्फोको एक्सरसाइजहरू गर्न र अगाडि बढ्नको लागि हामीलाई त्यति नै सजिलो हुनेछ। सा हाजिमे मासेउ, मिमास, मिमास, मिमास। हामीले N5 मा मिमास भनेको हेर्छु भनेर पढेको थियौँ, तर अहिले हामीले हेर्छु अर्थात् जाँच गर्छु भनेको पनि के रहेछ, मिमास भनेको हेर्छु अर्थात् जाँच गर्छु भन्नलाई चाहिँ हामी मिमास भन्छौँ। जस्तै तेरेबी ओ मिमास भनेको टिभी हेर्छु, सिउकुदाई ओ मिमास भनेको होमवर्क जाँच गर्छु चेक गर्छु भन्नलाई पनि हामी यही मिमासकै प्रयोग गर्छौँ। अर्को छ सागासिमास, सागासिमास। फेरि एकचोटि भन्नुहोस् त, सागासिमास। सागासिमास भनेको खोजी गर्नु, सर्च गर्नु, केही कुराहरू खोज्नुलाई चाहिँ हामी सागासिमास भन्छौँ। सागासिमास भनेको केही कुराहरू खोज्नु, सर्च गर्नुलाई चाहिँ हामी सागासिमास भनेर भन्छौँ। अर्को छ जिखान्नी ओकुरेमास, जिखान्नी ओकुरेमास अर्थात् ओकुरेमास। ओकुरेमास भनेको ढिला हुनु अर्थात् ढिला पुग्नुलाई चाहिँ हामी ओकुरेमास भन्छौँ। जिखान्नी ओकुरेमास भनेको चाहिँ समयमा नपुग्नु अर्थात् ढिला हुनुलाई चाहिँ हामी जिखान्नी ओकुरेमास भनेर भन्छौँ। अर्को छ मानी आइमास अर्थात् जिखान्नी मानी आइमास भनेको समयमै हुनु, समयमै पुग्नुलाई चाहिँ हामी मानी आइमास भन्छ। जिखान्नी मानी आइमास भनेको चाहिँ समयमै पुग्नु, समयमै भ्याउनु, त्यो ठाउँमा चाहिँ हामी समयमै पुग्नु, काम समयमै भ्याउनुलाई चाहिँ हामी जिखान्नी मानी आइमास भन्छौँ है। अर्को छ यारिमास, यारिमास। यारिमास भन्नु र सिमास भन्नु ओनाजी इमी हो। यारिमास भनेको पनि गर्नु हो, यो चाहिँ अनौपचारिक अर्थात् इम्पोलाइट रूपमा चाहिँ यो यारिमास भनेर भन्छौँ है। यारिमास भनेको गर्नु नै हो। अर्को छ हिरोइमास, हिरोइमास। हिरोइमास भनेको टिप्नु अर्थात् बटुल्नुलाई हामी हिरोइमास भनेर भन्छौँ। हिरोइमास भनेको टिप्नु अर्थात् बटुल्नु। जस्तै हाम्रो पर्स खस्यो, पर्सलाई हामी साइफु भन्छौँ, त्यो खसेको पर्स टिप्नुलाई चाहिँ हामी साइफु हो हिरोइमास भनेर भन्छौँ। साइफु हो हिरोइमास भनेको पर्स टिप्नु अर्थात्लाई चाहिँ हामी साइफु हो हिरोइमास भन्छौँ। हिरोइमास भनेको टिप्नु अर्थात् बटुल्नुलाई चाहिँ हामी हिरोइमास भनेर भन्छौँ। अर्को छ रेनराकु सिमास भनेको छ। रेनराकु सिमास भनेको फोन गर्नु, सम्पर्क गर्नुलाई चाहिँ हामी रेनराकु सिमास भन्छौँ है। रेनराकु सिमास भनेको फोन गर्नु, सम्पर्क गर्नुलाई चाहिँ हामी रेनराकु सिमास भनेर भन्छौँ। अर्को छ किबुनगाई भनेको किबुनगाई। फेरि एकचोटि भन्नुहोस् त, किबुनगाई भनेको छ। किबुनगाई भनेको राम्रो महसुस गर्नुलाई चाहिँ हामी किबुनगाई भनेर भन्छौँ। किबुनगाई भनेको राम्रो महसुस गर्नु। अर्को छ किबुनगा वारुई, किबुनगा वारुई। किबुनगा वारुई भनेको चाहिँ नराम्रो महसुस गर्नुलाई चाहिँ हामी किबुनगा वारुई भनेर भन्छौँ। अर्को छ उन्दौ खाई, उन्दौ खाई। उन्दौ खाई भनेको स्पोर्ट्स समारोह अर्थात् स्पोर्ट्स क्लबलाई चाहिँ हामी उन्दौ खाई भन्छौँ। खेलकुद समारोह अर्थात् स्पोर्ट्स क्लबलाई चाहिँ हामी उन्दौ खाई भनेर भन्छौँ। अर्को छ बोन ओदोरी, बोन ओदोरी, बोन ओदोरी। बोन ओदोरी भनेको बोन फेस्टिभल अर्थात् बोन चाडको जुन नाच हुन्छ त्यसलाई चाहिँ हामी बोन ओदोरी भन्छौँ है। बोन ओदोरी भनेको चाहिँ बोन फेस्टिभलको चाहिँ त्यो डान्सलाई चाहिँ हामी बोन ओदोरी भनेर भन्छौँ। अर्को छ फुरी माकेतो, फुरी माकेतो। फुरी माकेतो भनेको चाहिँ फ्ली मार्केटलाई चाहिँ हामी फुरी माकेतो भन्छौँ। फुरी माकेतो भनेको फ्ली मार्केट। अर्को छ बास्यो, बास्यो। बास्यो भनेको कुनै पनि ठाउँलाई चाहिँ हामी बास्यो भनेर भन्छौँ। अर्को छ बोरान्तिया, बोरान्तिया।
भोरान्टिया भनेको भोलेन्टियर अर्थात् स्वयंसेवकलाई चाहिँ हामी भोरान्टिया भनेर भन्छौँ। अर्को छ साइफू। साइफू साइफू भनेको पर्स अर्थात् वालेटलाई चाहिँ हामी साइफू भनेर भन्छौँ। अर्को छ गोमी। गोमी 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 भनेको फोहोरलाई चाहिँ हामी गोमी भनेर भन्छौँ। अर्को छ कोक्खाइ गिजिदौ। फेरि एकचोटि भन्नुहोस् त, कोक्खाइ गिजिदौ। कोक्खाइ गिजिदौ। कोक्खाइ गिजिदौ भनेको संसद भवनलाई चाहिँ हामी कोक्खाइ गिजिदौ भनेर भन्छौँ। अर्को छ हेइ जिचु। हेइ जिचु। फेरि एकचोटि भन्नुहोस् त, हेइ जिचु। हेइ जिचु भनेको सोमबारदेखि शुक्रबारसम्मको जुन दिनहरू छ त्यसलाई चाहिँ हामी हेइ जिचु भनेर भन्छौँ। अर्को छ नानी नानी बेन भनेको छ। नानी नानी बेन भनेको चाहिँ त्यो ठाउँको क्षेत्रीय भाषा लवजलाई चाहिँ हामी बेन भनेर भन्छौँ। जस्तै ओसाका बेन भनेको ओसाकाको चाहिँ क्षेत्रीय भाषालाई चाहिँ हामी ओसाका बेन भनेर भन्छौँ। अर्को छ कोन्दो। कोन्दो 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 भनेको नेक्स्ट टाइम, अर्को पटक भन्नलाई चाहिँ हामी कोन्दो भन्छ। अनि जुइबुन। जुइबुन फेरि एकचोटि भन्नुहोस् त सबैले, जुइबुन। जुइबुन भनेको एकदमै धेरै प्रशस्त रूपमा भन्नलाई चाहिँ हामी जुइबुन भनेर भन्छौँ। अर्को छ च्योकु सेचु। च्योकु सेचु। च्योकु सेचु। च्योकु सेचु भनेको प्रत्यक्ष रूपमा डाइरेक्ट रूपमा सिधै भन्नलाई चाहिँ हामी च्योकु सेचु भनेर भन्छौँ। अर्को छ इचुदेमो। इचुदेमो। इचुदेमो भनेको जहिले भए पनि भन्नलाई चाहिँ हामी इचुदेमो भन्छौँ। जहिले पनि अथवा जहिले भए पनि भनेको इचुदेमो। दोकोदेमो। दोकोदेमो। दोकोदेमो भनेको जहाँ भए पनि अथवा जहाँ पनि भन्नलाई चाहिँ हामी दोकोदेमो भन्छौँ। अर्को छ दारेदेमो। 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 दारेदेमो भनेको चाहिँ जो पनि, जो कोही पनिलाई चाहिँ हामी दारेदेमो भनेर भन्छौँ। अर्को छ नान्देमो। 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 नान्देमो भनेको जे पनि भन्नलाई चाहिँ हामी नान्देमो भनेर भन्छौँ। अर्को छ सोन्ना। सोन्ना। सोन्ना भनेको यस्तै त्यस्तै सुन्ने व्यक्तिको नजिकमा भएको कुराहरूलाई चाहिँ हामी सोन्ना भन्छौँ। जस्तै एकजना मेरो छेउमा बसेर कसैले एउटा केही नराम्रो कुरा भनिरहेको छ, मैले सोन्नाको त हो सिनाइदे कुदासाई भनेको त्यस्तो कुरा नगर्नुहोस् भनेर भन्नलाई चाहिँ हामी सोन्नाको प्रयोग गर्छौँ। त्यसै गरी जाउँ आन्ना। आन्ना। आन्ना भनेको ऊ त्यस्तै अर्थात् टाढाको जस्तै भन्नलाई चाहिँ हामी यी आन्नाको प्रयोग गर्छौँ। अर्को छ एदो यासुतुआ भनेको छ। एदो यासुतुआ भनेको एडल्ट स्टोर अर्थात् काल्पनिक स्टोरलाई चाहिँ हामी एदो यासुतुआ भनेर भन्छौँ। एदो यासुतुआ भनेको एडल्ट स्टोर अर्थात् काल्पनिक स्टोरलाई चाहिँ हामी एदो यासुतुआ भनेर भन्छौँ। अब छौँ खाइवा अर्थात् योमिमोनोमा भएका जति पनि कोतोबाहरू छ त्यसको बारेमा याद आएछ। ल हेरौँ। खाता झुकिमास। खाता झुकिमास। खाता झुकिमास। निमोचुगा खाता झुकिमास भनेको चाहिँ सामानहरू मिलाइनु व्यवस्थापन गर्नुलाई चाहिँ हामी सामानहरू मिलाइनु अर्थात् व्यवस्थापन गर्नुलाई चाहिँ हामी निमोचुगा खाता झुकिमास भन्छौँ। अर्को छ गोमी ओ दासीमास। गोमी ओ दासीमास। गोमी ओ दासीमास भनेको फोहोरहरू बाहिर निकाल्नुलाई चाहिँ हामी गोमी ओ दासीमास भनेर भन्छौँ। अर्को छ मोएरु गोमी। मोएरु गोमी। मोएरु गोमी भनेको चाहिँ जल्ने फोहोरहरूलाई चाहिँ हामी मोएरु गोमी भन्छौँ र नजल्ने फोहोरलाई चाहिँ हामी मोएनाई गोमी भन्छौँ। नजल्ने फोहोरलाई चाहिँ हामी मोएनाई गोमी भन्छौँ। यो चाहिँ यहाँ दिएको छैन, तपाईँले साइडमा लेख्न सक्नुहुन्छ। अर्को छ ओकिबा। ओकिबा भनेको राख्ने ठाउँलाई चाहिँ हामी ओकिबा भन्छौँ। जस्तै गोमी ओकिबा भनेको फोहोरहरू राख्ने ठाउँलाई चाहिँ हामी गोमी ओकिबा भनेर भन्छौँ। अर्को छ योको। 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 योको भनेको छेउ अर्थात् किनारालाई चाहिँ हामी योको भनेर भन्छौँ। अर्को छ बिन। बिन। बिन भनेको बोतल अर्थात् सिसीलाई चाहिँ हामी बिन भनेर भन्छौँ। अर्को छ कान। 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 कान भनेको चाहिँ डिब्बा अर्थात् टिनको बट्टाहरू हुन्छ नि, त्यो टिनको बट्टामा पाइने जुन जुसहरू हुन्छ, खानेकुराहरू हुन्छ नि, त्यसलाई चाहिँ हामी कान भनेर भन्छौँ। अर्को छ गाँसु। 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 गाँसु भनेको ग्यासलाई चाहिँ हामी गाँसु भन्छौँ।
र अनि खाइस्या भनेको नै कम्पनी हो, गाइस्या भनेको नै कम्पनी हो। गाइस्या चाहिँ कुन अवस्थामा लगाउने त भन्दा जस्तै यो गाइस्याको अगाडि चाहिँ कुनै पनि कम्पनीको नाम हुन्छ। जस्तै एबिसी गाइस्या भनेको एबिसी कम्पनी, जस्तै राम गाइस्या भनेको राम कम्पनी। यसरी चाहिँ हामीले कुनै पनि कम्पनीको नाम चाहिँ तोकेर भन्दाखेरिमा चाहिँ हामीले गाइस्याको प्रयोग गर्छौँ। अर्को छ उच्चिउ। उच्चिउ उच्चिउ भनेको अन्तरिक्ष अर्थात् ब्रह्माण्डलाई चाहिँ हामी उच्चिउ भनेर भन्छौँ। अर्को छ सामा। सामा फेरि एकचोटि भन्नुहोस् त, सामा। सामा भनेको चाहिँ हामीले N5 मा हामीले सान सान भनेर पढाएको थियौँ नि, त्यही सानको पोलाइट फर्मलाई चाहिँ हामी सामा भन्छौँ। जस्तै राम सामा भनेको रामज्यू जी भनेर भन्नलाई चाहिँ हामी सामाको प्रयोग गर्छौँ। अर्को छ उच्चिउ सेन। उच्चिउ सेन फेरि एकचोटि भन्नुहोस् त, उच्चिउ सेन। उच्चिउ सेन भनेको अन्तरिक्ष यानलाई चाहिँ हामी उच्चिउ सेन भनेर भन्छौँ। अर्को छ उच्चिउ सुतेस्योन। उच्चिउ सुतेस्योन। उच्चिउ सुतेस्योन भनेको चाहिँ अन्तरिक्षको स्टेसन जुन छ त्यसलाई चाहिँ हामी उच्चिउ सुतेस्योन भनेर भन्छौँ। अर्को छ चिगाइमास। चिगाइमास फेरि एकचोटि भन्नुहोस् त, चिगाइमास। चिगाइमास भनेको फरक हुनु, भिन्न हुनुलाई चाहिँ हामी चिगाइमास भनेर भन्छौँ। अर्को छ उच्चिउ हिकोउसी। उच्चिउ हिकोउसी भनेको चाहिँ अन्तरिक्ष यात्रीलाई चाहिँ हामी उच्चिउ हिकोउसी भनेर भन्छौँ। र अर्को छ होसिदे आकिबी आकिहिको भनेको छ। होसिदे आकिहिको भनेको चाहिँ जापानी अन्तरिक्ष यात्रीको नामलाई चाहिँ हामी होसिदे आकिहिको भनेर भन्छौँ। होसिदे आकिहिको भनेको चाहिँ जापानी अन्तरिक्ष यात्रीको नामलाई चाहिँ हामी होसिदे आकिहिको भनेर भन्छौँ। हामीले मिनानो नियोङ्गो लेसन 26 को मा पढ्नुपर्ने भोक्याबुलरीहरू चाहिँ यति नै हो। यो सबै भोक्याबुलरीहरूलाई तपाईँले कपीमा टिप्दै 5-5 वटा गरेर तपाईँले सम्झिँदै जानु होला। त्यो भयो भनेदेखि मात्रै तपाईँहरूलाई भोक्याबुलरी याद हुन्छ। नत्र तपाईँहरूलाई सर पढ्यो त्यो अगाडि के थियो पछाडि के थियो भन्ने कुरा बिर्सिनुहुन्छ। त्यही भएर सर लेख्दै 5-5 वटा गरेर याद गर्दै जानु होला। सुरुमा 5 वटा याद गर्नु होला, त्यसपछि फेरि अर्को 5 वटा याद गर्नु होला। यसरी जानुभयो भनेदेखि तपाईँलाई सजिलो हुन्छ। त्यसै गरी यो भोक्याबुलरीहरू चाहिँ पछाडिको लागि र 26 को हामीलाई रेन्चुहरू गर्नको लागि एकदमै इम्पोर्टेन्ट भएकोले यो 26 लेसनको मिनिङलाई अर्थात् भोक्याबुलरीलाई चाहिँ तपाईँहरूले खानु होला। सबैजनाले एकदम मजाले पढ्नु होला। केही बुझ्नु भएन भनेदेखि कमेन्टमा सोध्नु होला। र हामी यसभन्दा पछाडिको भिडियोमा अवश्य भेट्ने नै छौँ। यदि तपाईँलाई यो भिडियो मन परेको भए भिडियोलाई लाइक, कमेन्ट, सेयर र यस च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। हामी यसभन्दा पछाडिको 27 लेसनमा अवश्य भेट्ने नै छौँ। त्यो बेलासम्मको लागि सायोनारा, माताने मिनासान, गाम्बाते कुदासाई।